अगाडि लाँदैछु। म कसैको हेर्नुहोस् कसैको आलोचना गर्दिनँ, मेरो गर्ने आदत पनि छैन। हाम्रोमा एउटा कल्चर भइसक्यो। अब यो कल्चर सप्रिँदैन मलाई याद छैन। सायद यो पहाडमा यो कल्चर सप्रिन्छ कि सप्रिँदैन याद छैन। हो, राजनीति गर्नु सबले पाउँछ। राजनीतिमा हेल्दी कम्पिटिसन होस् न। मैले आज यहाँ बाटो बनाएँ अरे, अर्कोले आएर अर्को बाटो बनाइदियोस्। मैले आएर पञ्चायत समितिको भवन, पञ्चायतको यो अफिस उद्घाटन गरेँ, उहाँले अझै योभन्दा ठुलो अफिस बनाइदियोस् न। वेलकम गर्नुपर्छ पोलिटिक्समा। तर यहाँ चाहिँ के छ भने, के कल्चर आयो भने यसले कहाँबाट चाहिँ अब यो बाटो बनाउँदा गर्दा साथ एउटा दुलो टुक्रा भेट्यो अरे, खोजी दुलो मात्रै देखाउँछ। हेर्नुहोस्, यो एउटा कल्चर इस्टाब्लिस भयो कि डिस्क्रेडिट गर्ने, बुझ्नु भएन? अरूलाई डिस्क्रेडिट गर्ने, अरूलाई लालसना लाउने, अरूको पछाडि लाग्ने, र उनीहरूले समय बर्बाद गर्दैछ। राजनीतिकमा अरू पछाडि लागेर राजनीतिक नेता हुँदैन। हेर्नुहोस्, राजनीतिकमा आफूले काम गरेर मान्छेको मन जित्दै अगाडि बढ्यो भने त्यो मान्छे राजनीतिको नेता हुन्छ। म हेर्नुहोस्, मलाई भोलि पनि जिटिएको कुर्सीमा मलाई इच्छा छैन। हिजो पनि थिएन, भोलि पनि छैन। हेर्नुहोस्, यो त मैले काम गर्दा अगाडि आएर भएको चिज मात्रै हो। हेर्नुहोस्, समयले पाएको कुरो हो। अब मलाई गाली गरेर त रिस आउँछ होला, म रियाक्ट त गर्दिनँ। अब कस्तो चाहिँ रिस आउँछ भन त। अब भनेको भने गर्छ, म हाँसेर काम गरेको गर्छु, रिप्लाई नै दिँदैन म। हेर्नुहोस्, अब कस्तो रिस उठ्छ होला उनीहरूलाई। र उनीहरूले आफ्नो टाइम वेस्ट गर्दैछ। मलाई भन्नुभन्दा नि, मेरो पछाडि लाग्नुभन्दा नि उनीहरूले काम गरे उनीहरू पपुलर हुन्छ र रिजल्ट पाउँछ, रिजल्ट ओरिएन्टेड हुन्छ, उनीहरूलाई मान्छ र कुनै दिनमा नेता हुन सक्छ। तर अब कामै त अनि तपाईँलाई गाली गर्छ, पानी पर्दा पनि गाली गर्छ, घाम लाग्दा पनि गाली गर्छ, हावा आउँदा पनि गाली गर्छ। लु भन्नुहोस् त, मलाई त भन्दैछु, म त इम्युन भइसकेको छु। म रिप्लाई गर्दैन। मलाई कसैले के भन्दा म त्यसको रिप्लाई गर्दैन। मैले काम ठिक गर्नुपर्छ, मलाई त्यति थाहा छ। मैले काम गर्नु मेरो आफ्नो ताकतले, मेरो एडमिनिस्ट्रेसनको क्षमताले भ्याउन्जेल म काम गर्छु र काम यसरी गरिरहनुपर्छ। र अहिले चाहिँ के भएको छ भने, अब हामी जुन प्रकारले काम गर्दैछौँ, अब हामीले यिनीहरूले चाहिँ काम गर्छ भन्ने मान्छेको दिमागमा छ। वाट एभर इट इज, जिटिए बङ्गालभित्रको व्यवस्था हो, फ्याक्ट हो। किनभने हिजोको लिडरहरूले जिटिए सिम्ने स्टेट सब्जेक्ट हो, त्यहाँ साइन एग्रिमेन्ट गरेर ल्याएको हो नि त। उहाँहरूले ल्याएपछि त फ्याक्ट भन्नु पऱ्यो नि त। अब उहाँहरूले बङ्गालको स्टेट सब्जेक्ट ल्याए पनि, तर यो बङ्गालको सब्जेक्ट हो भनेर डराउनु पनि भएन। जिटिए पनि बेङ्गलको स्टेट सब्जेक्ट हो। हेर्नुहोस्, एग्रिमेन्टमा छ, स्टेटको अन्डरमा हो जिटिए। तर जिटिए स्टेटको अन्डरमा भनेर म डराउँदैन। सायद पहाडमा पहिलो लिडर होला म गभर्मेन्टसँग मिलेर काम गर्छु भनेर भोट जित्ने। हामीले काम गर्दा कतिवटा कुरो भुल हुन्छ, मान्छे हो, काम गर्ने मान्छेको भुल होला, सभासदले काम गर्दा भुल होला, पञ्चायत प्रधानले काम गर्दा भुल होला, पञ्चायत मेम्बरले काम गर्दा भुल होला, हुन्छ नि भुल, किन हुँदैन? तर तपाईँहरू आएर भन्नुहोस् न छेउमै, मोबाइलमा भन्नुभन्दा अगाडि। आजको दिनमा त त्यो इन्भाइरोमेन्ट त क्रिएट गरिदिएको छ नि त हामीले। हेर्नुहोस्, त्यो इन्भाइरोमेन्ट क्रिएट गरिदिएको छ। हामीलाई जसले जे भन्दा पनि भनिरहेको छ त हामीले रियाक्टै गरेको छैन। भन्नु पाउँछ नि डेमोक्रेसीमा।